बालिका जस्मिन बस्नेतको मम्मी उषा आज एका बिहानै छोरी उपचाररत राजीव गान्धी क्यान्सर अस्पतालको आडैमा रहेको एक मन्दिरमा पुगी विभिन्न देवी देवताको अगाडि हात फैलाउँदै छोरीको शीघ्र स्वास्थ्य लाभको कामना र प्रार्थना गरिरहेकी छिन्। सबैले उनको लागि प्रार्थना गरौँ। हे भगवान, मेरो छोरीले बचाइदिनु होला। उसले आयो भने सहने क्षमता दिनु होला। सर्वबाधा विनिर्मुक्तो ब्रह्मणां श्रान्वितं मनुष्येन्द्र प्रसादेन भविष्यदिन संसार पुत्री शीघ्रलाभ स्वस्तिनाथं मङ्गलकं विद्याकं स्वस्ति स्वरूपेण शीघ्रलाभं भोजास थापाको कर्म निहालिरहनुहुन्छ हजुरले पनि? हजुर कस्तो लाग्छ? ठिकै छ, राम्रो छ। उहाँ सेवा समाजसेवी मान्छे प्लस पत्रकार, अनि गएर सबैलाई चाहिँ नि आर्थिक स्थिति हेरेर कार्य गर्ने मान्छे, अनि गएर सबैसित मिलानसार हुन्छ। म छोरीका लागि टिका जस्मिन नानुको विषयमा हेर्नु भएको थियो? हेर्न त अब नामअनुसार कुम्भ राशि आयो। कुम्भ राशिमा शनि छन्। हजुर। र शनिले अलिकति दुःख पनि दिएका छन् र के अरे यसो शरीरमा काटपिट आउनेहरू प्रक्रिया हुनसक्छ। त्यसको लागि अब डक्टरको हातका कुराहरू भए हामीले प्रार्थना गर्ने, भगवानहरूलाई ध्यान गर्ने। डक्टर त भगवानको हातमा छ। कुलपितृलाई ध्यान गर्ने, सबै सनातन भगवानलाई ध्यान गर्ने, गुरुहरूलाई ध्यान गरेर हाम्रो चाहिँ कार्य सफल होस् और राम्रो होस् भन्ने सबैको जिज्ञासा आशा यही छ।